नमस्ते एन्ड हेपुला सबैजनालाई आज चाहिँ सन्डे होइन हामी चाहिँ सेलनानाकोमा आएको थियो हो त्यो गरेर अब चाहिँ हामी माइला आबिनको छोरी सेलनाना अन्त हामी चाहिँ आज चाहिँ हामी वाकमा घुम्दै माइन्ड रिफ्रेस गर्न आएको थियो अस्ति मैले सेल्फ केयर गर्नु भन्ने थिएँ होइन यिनीहरू त लुकिहाल्छ मेरो क्यामेरामा आउनै मान्दैन बेसी भयो आज यिनीहरूलाई चाहिँ म बाटो खानु लगेको उता के अरे बालुसामा फुर्बा मोक्तानको मेरो जेठाजुको छोरीकोमा त्यसले चाहिँ दोकान खोलेको छ कि अन्त त्यसलाई के अरे बोलाउँदै थियो अन्त यिनीहरूले आज स्पोन्सर गर्नु लगेको हाम्रो स्पोन्सर सिनाना हो म चाहिँ गरम भएर म नाच्यो खाली हुन्छ फेरि यो कता फुलो वाक एन्ड टक गरेको अब हामी चाहिँ अब चाहिँ 1 घन्टा आधा घन्टा भयो होला वाक गरेको पुग्नु आँट्दैछ यता नानाले कल पनि गर्दैछ हामी आउँदैछ रेडी गर्दै आउँदैछ हाम्रो पानी छ रेडी गर्दै आइपुग्नु आँट्यो ल कल गरेँ अब आइपुग्ने भोक लाग्यो अब गएको बित्तिकै तपाईँहरूलाई पनि देखाउँछु नि त होइन माथि पुगेर हामी के खान्छ भनेर के खाँदैछ थाक्यो तिम्रो थाकेको छैन म चाहिँ थाकेँ तिमीहरू थाकेन भने आज फाइनली पुग्नु आँट्यो माथि वाइट बिल्डिङमा फाइनली पुग्नु आँट्यो अब चाहिँ एनर्जी चाहिँ मेरो चाहिँ 0 लेभलमा पुग्यो हामी चाहिँ अहिले कहाँ छ भने चाहिँ उयो माथि चाहिँ पाएको होइन त्यहाँ चाहिँ यहाँ सुब्बा मिट सप रहेछ नि हो त्यसको चाहिँ कहाँ हुँदैन यहाँको चाहिँ यहाँभित्र रहेछ फाइनली पुग्यो के हो यो रेस्टुरेन्ट नाम यो हो A+A किन बन छ बन ओके होइन यो के हुन्छ यो के हुन्छ के हो सम्झाउँदैछ यति टाढो आएर त बन्द त छैन होला किन ब्याकडोर वाइ ब्याकडोर हामी स्पेसली हाम्रो लागि खोलेको यहाँ रहेछ नि त यहाँ रहेछ नि त यो चाहिँ पूर्व नानाको ढोका रेस्टुरेन्ट थाक्यो तिम्रो थाकेन अब चाहिँ हाम्रो चाहिँ अब चाहिँ हामी खाइसकेर गएको अब नाना कस्तो रहेछ भन्नुहोस् न मलाई त मिठो लाग्यो अब यो केटाहरूलाई सोध्नु नि यिनीहरूलाई मैले स्पोन्सर गरेको यिनीहरूकोबाट रिभ्यू ल आइसक्यो एकैलिन रिक्सी भागिहाल्छ बाई बाई दोकान नेक्स्ट टाइम आउँछु ओइ कस्तो रहेछ माथु त्यति मात्रै मलाई चाहिँ साह्रै मिठो लाग्यो अन्त दोकानको नाम चाहिँ A+A यसको चेन्ज गर्ने भन्दै थियो नेक्स्ट टाइम चेन्ज गरेर तपाईँबाट भन्छु नि ल नेक्स्ट टाइम घुम्दै आउँछ हामी होइन मिठो लाग्यो ओइ छेर कस्तो रहेछ के अरे बाटो मोमो त झन् मिठो रहेछ तपाईँहरू पनि यहाँ आइपुग्नु छेउमा छ भने बाबिसा स्कुलको छेउमा छ भने चाहिँ तपाईँहरू यहाँ खाएर खानुहोस् न मिठो रहेछ होइन नानाको नाम चाहिँ नानाको दोकानमा आएको अब चाहिँ हामी नानाकोमा जान आँटेको यो चाहिँ हाम्रो साइला आबिनको छोरीको घर हो मेरो के भयो दुईको कस्तो भयो त पक्रै यो आउँछ अब एक दिन चाहिँ हामी यहाँ आएर मासु पोलेर खान्छौँ हेलो हेयर इज नाना ए नमस्ते नानाहरू छ माथि यहाँबाट माथि छ हेलो हाई हाउ आर यु अल फाइन यस वेयर इज डान्स स्टुडियो रुम आई थिङ्क दिस वान इज नो माथि हेर्नु जाने यहाँ चाहिँ कति मजाको छ नाना घर चाहिँ हेर्नु माथि वा मलाई यस्तो घरमा बस्छौ नानी रहेछ हेलो मेन्डा
How are you? Hello. What are you doing? मुडा भएन आधी बाटो आइसकेको थियो कि होइन यसले हामीलाई मेसेज गर्नुहुँदैछ अरे अझै लाग्यो छेरुको फोन हेलो बाई आएन अन्त यो फाइनली म घरमा पुग्यो होइन कति राति भयो त्यो पनि पूर्व जिजुले पुऱ्याउनु भयो घरमा अन्त आज तपाईँहरूलाई मैले नानाले मलाई के दियो तपाईँहरूलाई देखाउँछु फर्स्ट चाहिँ यो बोडी दाल चाहिँ मलाई नानाले दियो होइन त्यहाँदेखि सानो नानाले दिएको त्यहाँदेखि यो के अरे गुन्द्रुक पनि सानो नानाले दिएको त्यहाँदेखि टमेटो लोकल टमेटो रहेछ यो पनि सानो नानाले दिएको अन्त सँगै नानाले चाहिँ मलाई के दियो भने चाहिँ यो चाहिँ सिन्की अरे यो चाहिँ घरमै बनाएको सिन्की अरे त्यहाँदेखि यो पनि नानाले पनि मलाई उयो दियो के अरे गुन्द्रुक यो घरमा बनाएको यो पनि त्यहाँदेखि अचार मुलाको अचार पनि दियो नानाले अन्त सबैजनाले मलाई माया गर्छ नि त होइन हाम्रो दोङ सन्तानको 6 जना दाजुभाइ छ भने होइन हामी छोरी चाहिँ 10 जना छ नि त 10 जना छोरी 9 जना छोरा छ हामीहरू अन्त 10 जना छोरीबाट कान्छी चाहिँ म त्यही भएर सबैजनाले मलाई माया गर्छ साह्रै अन्त मलाई अर्को पनि किनिदिएको छ नानाले यो चाहिँ किरा हो होइन नानाले मलाई साइल नानाले किनिदिएको यो पनि पायो मैले मजा आयो आज सन्डे घुम्दै टिकटक बनाउँदै होइन पाउनु पनि के पायो लास्टमा जुले पुऱ्याइदियो मजा भयो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज बाई बाई गुड नाइट